नमस्कार सम्पूर्णमा। अब तपाईं सुन्दै हुनुहुन्छ समाचार बिरु कमेडी किङ युट्युब च्यानलबाट। देशमा राजाको लागि ठाउँ ठाउँमा, देशका हर कुना कुनामा, देशका हर गल्ली गल्लीमा, देशका हरेक जनता र राजालाई माया गर्नुहुने र सम्पूर्ण देशवासीहरूले राजाको बारेमा अहिले एकदम ठुलो ब्रेकिङ न्युज आइरहेको छ। सबैले देशमा राजा 2081 भित्रैमा राजा आउँछ, राजा चाहिन्छ, राजा हामीले जसरी पनि 2081 भित्रैमा राख्छौँ, गणतन्त्र हटाउँछौँ भनेर लाग्नुभएका सम्पूर्ण नेपाली जनता, दिदीबहिनी, दाजुभाइहरूको लागि एकदम ठुलो ब्रेकिङ न्युज आएको छ। सुनेर अवश्य पनि यसको प्रतिक्रिया के छ कमेन्टमा दिन नभुल्नुहोला। चारैतर्फ अहिले राजाको, हामीलाई राजा चाहिन्छ, राजा आऊ, देश बचाऊ भनेर चारैतिरबाट आन्दोलन, केपी चोर, देश छोड भनेर जनताहरू एकदम उर्लिरहेको अवस्थामा अहिले एउटा एकदम ठुलो ब्रेकिङ न्युज आइरहेको छ। भाइरल ज्योतिषले अहिले राजाको कुण्डली ग्रह दशा नमिलेको, बृहस्पति र शनि राहु मिलेर अहिले उनको ग्रहमा एकदम ठुलो दशा रहेको, कुण्डली नमिलेको कारणले 2081 मा राजा देशमा आउन असम्भव छ र देशमा राजा आउन अझै टाइम लाग्ने, केही समय लाग्ने, 2081 भित्रैमा हामी राजा राख्छौँ, हामीले राजा चाहिन्छ भनेर माग गर्नुभएका, आन्दोलन गर्नुभएका नेपाली जनताहरूको निमित्त एउटा अत्यन्तै दुःखद खबर रहेको छ। र भाइरल ज्योतिषले उहाँले एकदम दाबी गरेर उहाँले भन्नुभएको छ कि राजाको कुण्डली बृहस्पति र राहु केतु मिलेर उहाँको ग्रह दशा एकदम बिग्रिएको छ, ग्रहमा राहु केतु पसेको छ, उहाँको कुण्डली बिग्रेको कारणले 2081 मा राजा देशमा नआउने उहाँले प्रष्ट खुला गर्नुभएको छ। यस सम्बन्धी तपाईको के छ जिज्ञासाहरू कमेन्ट गर्न अवश्य पनि नभुल्नुहोला। हवस् त, नमस्कार। बिरु कमेडी किङ युट्युब च्यानल दैनिक रूपमा हेर्नुहोला र विभिन्न किसिमका मनोरञ्जन खालका लोकगीतका टुक्काहरू र विभिन्न किसिमका ब्रेकिङ न्युजहरू सुन्नको निमित्त अवश्य पनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन घन्टी प्रेस गर्न नभुल्नुहोला। हवस् त, नमस्कार सम्पूर्णमा। देश तथा विदेशमा रहनुभएका नेपाली जनता, दाजुभाइ, दिदीबहिनी तथा बुवाआमाहरू, पक्कै पनि तपाईहरू कति बेला बिरु कमेडी किङ युट्युब च्यानलबाट भिडियो आउँछ, गीतहरूका टुक्काहरू सुन्न पाइन्छ, कमेडी भिडियोहरू सुन्न पाइन्छ, केही न केही मनोरञ्जन लिन सकिन्छ भनेर पक्कै पनि हेरेर प्रतीक्षा गरेर बस्नुभएको छ होला। मेरो समयको व्यस्तताको कारण र सानो मेरो यो ब्रेक टाइममा मैले केही समय मिलाएर, खाना खाने टाइममा या ड्युटीको ब्रेक टाइममा केही समयहरू मिलाएर तपाईहरूको निमित्त 2-4 टुक्काहरू, गीतका लोकदोहोरीका टुक्काहरू र केही आफ्नो मनमा लागेका जिज्ञासा र केही कुराहरू म तपाईहरु सामने पेश गरिरहेको छु। सुनेर प्रतिक्रिया दिनुहोला र कुन देशबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, पक्कै पनि बिरु कमेडी किङ युट्युब च्यानललाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै ढिलो नगरी मेरो एउटा गीतको टुक्का सुरु गर्दछु र सुनेर साथ दिनुहोला अवश्य। ए राजा आउँछन् आउनन् देशमा भरमै छु मनी, राजा आउँछन् आउनन् देशमा भरमै छु मनी, नारा लाछन् राजा आइदेऊ देश बचाइदेऊ भनी, माझिँदै पोखरा फेवा तालको, ए लामया साँच्चैको नलाम्बो ख्याल ख्यालैको, राजा आउँछन् आउनन् देशमा भरमै छु मनी, राजा आउँछन् आउनन् देशमा भरमै छु मनी, नारा लाछन् राजा आइदेऊ देश बचाइदेऊ भनी, माझिँदै पोखरा फेवा तालको, लामया साँच्चैको नलाम्बो ख्याल ख्यालैको, माझिँदै पोखरा फेवा तालको, ए लामया साँच्चैको नलाम्बो ख्याल ख्यालैको, ए माझिँदै पोखरा फेवा तालको, ए लामया साँच्चैको नलाम्बो ख्याल ख्यालैको, ए माझिँदै पोखरा फेवा तालको, ए लामया साँच्चैको नलाम्बो ख्याल ख्यालैको। कहिले झरी कहिले घाम चर्कने, ए कहिले होला तिम्रो मन फर्कने,
खोली तरेको सम्झेर मायालाई आउने गरेको कहिले घाम चढ्कने कहिले होला तिम्रो मन फर्कने खोली तरेको सम्झेर मायालाई आउने गरेको सम्झेर मायालाई आउने गरेको। नमस्कार सम्पूर्णमा, म वीरू कमेडी किङ युट्युब च्यानलबाट दैनिक रूपमा विभिन्न किसिमका लोकदोहोरीका टुक्काहरू र देशमा रहेका विभिन्न किसिमका तात्तातो खबरहरू र विभिन्न किसिमका कमेडी भिडियोहरू र विभिन्न किसिमका मनोरञ्जन दिने खालका, तपाईहरुलाई खुसी दिने खालका र नहेरे पनि हेरिराखौँ जस्तो खालका र नसुने पनि सुनिराखौँ जस्ता एकदम नेपाली लोकगीतका टुक्काहरू र विभिन्न किसिमका तात्तातो देशमा रहेका खबरहरू तपाईँ सामने दैनिक रूपमा मैले प्रस्तुत गर्ने कोसिस गरिरहेको छु। हेरेर पक्कै पनि मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर गरेर दुनियाँभरि पुर्याउनुहोला र सब्स्क्राइब गर्नुहोला ताकि दैनिक रूपमा तपाईको मोबाइलमा मेरो भिडियो आओस् र तपाईले हेर्न पाउनुहुनेछ।